साथीहरु हाम्रो मकै फलिरहेछ। यो हेर्नुस् त धान चामल आइरहेछ। अहिले कति अग्लो भएको म बराबर भइसक्यो। 5.5 फिट 6 फिट जति भएको छ अग्लो। अब यो चाहिँ ड्रिपिङ सिस्टम छ। पाइपबाट पानी थपथपा झरेर यो थोपाई सिँचाइबाट चाहिँ भएको छ। यस्तो राम्रोसँग आछ यो मकै। र बीचमा चाहिँ यहाँ यो खजुर के अरे तरबुजा पनि रोपेको छ है। तरबुजा जस्तो छ। अब यो तरबुजै हुनुपर्छ। हाम्रो साउले रोपिरहेछ यो। अब यसमा चाहिँ धेरै बालीहरू रोप्न सकिँदो रहेछ। 1 मिटरको ग्याप गरेर रोपेको छ। र यो चाहिँ आधा मिटरमा चाहिँ आधा 1 फिटमा चाहिँ रोपेको छ। यस्तो चाहिँ यो चाहिँ तपाईको झन् 1 मिटर फरक छ। बीचको जो उसमा चाहिँ यिनीहरूले त्यो अर्को दोस्रो बाली घुसिया बाली लगाएको छ। यसरी गरेको छ। राम्रो पनि लाग्यो मलाई यो मकै फलाउने तरिका। अब त मलाई लाग्छ 2-3टा भन्दा कम फल्दैन यो। सबैमा एक दुईवटा त अहिले देखिसकेको छ। 3टा जति चाहिँ फल्नुपर्ने हो जस्तो लाग्छ मलाई। किनभने सबैमा यो मकै यो विकासे मकै हो नि त। त्यही भएर यो हामीले उसिनेर पोहोर साल पनि हामीले धेरै नै खाथ्यौँ उसिनेर। यो चाहिँ मलाई लाग्छ 2 धुर जतिमा मात्रै छ अहिले ट्रायलको लागि रोपेको। र असोज महिनामा अब अरू बेला त गर्मी हुन्छ नि त। यो असोज महिनामा चाहिँ यहाँ यो यसरी रोप्ने गरेको छ यो ट्रायल। अब मलाई लाग्छ यो जाडोमा 2 महिना चाहिँ यसो खेती हुन्छ कि 2टा अथवा 3टा 2 चोटि चाहिँ हुन्छ होला। चोटिको कुरा गरेको मैले हैन। फल्न त यो अब 1.5-3 महिना कति महिनातिर त फल्दो रहेछ। फल्न चाहिँ अब यसलाई चाहिँ तपाईको यो सिँचाइ चाहिँ ड्रिपिङ अब त्योबाट भयो हैन। तर यसलाई चाहिँ मलाई लाग्छ गाईबस्तुको मल चाहिँ प्रशस्त हाल्नुपर्ने रहेछ। बालुवामा यदि गाईबस्तुको मल हालेर गऱ्यो भने पनि तल तरबुजा हैन माथि मकै आउने। तरबुजा चाहिँ कस्तो फल्छ थाहा छैन। तर मकै चाहिँ धेरै राम्रो हुन्छ यो सिस्टमले। तर पाइप चाहियो हैन। पानीहरू अब त्यही अनुसार व्यवस्था गर्न सक्नु पर्यो। र बालुवाघारीमा नि यो मकै हुँदो रहेछ भन्ने कुरो चाहिँ मैले यहाँ देखेँ। हेर्नुस् गरे के हुन्न। अब यस्तो मरुभूमिमा यस्तो गरेछ हैन। खर्च त अब यो पाइप चाहिँ एकचोटि किनेपछि त मलाई 2-3 साललाई हुन्छ। पाइप निकाल्नु हुँदैन हैन। पछि फेरि त्यो अनुसारले गर्नुपर्छ यो। अब पानीको लागि त अब सबै अब आफ्नो सिस्टम होला। अब नेपालमा के सिस्टम गर्न सकिन्छ। अब मधेसतिर हैन बालुवा खेती पनि हुँदो रहेछ भन्ने कुरो चाहिँ यहाँ अलिकति अनुभव भयो। 2-3टा चाहिँ फलिरहेछ मजाले। कम्तीमा 2टा फल्यो भने पनि धेरै हुन्छ यो मकै। मलाई लाग्छ 8-10 डोकै हुन्छ होला। किनभने एकदम तरिकाले रोपेको छ कि। अझ पोहोर साल त यिनीहरूले बिचमा रोपेको थिए। यसपालि चाहिँ खाली राखेर छ। अलि बढी होस्यो भनेर होला खाली राखेर छ। यो अत्यन्त राम्रो तरिकाले गरेको खेती भयो हैन। मलाई चाहिँ राम्रो लाग्यो है। तपाईलाई कस्तो लाग्यो प्लिज कमेन्ट गर्नु होला। यो दुबईमा पनि मकै चाहिँ जे होस् राम्रो फल्दो रहेछ भन्ने कुरो थाहा भयो। अब सुगाले चाहिँ दुःख दिन्छ फेरि यहाँ पनि धेरै नै। अब यसले के गर्छ हैन। यसले खान्छ सुगाले। किनभने यहाँ अरू केही पनि गर्न सकिँदैन। हेर्ने हामीले नि हो। अब पानी चाहिँ अटोमेटिक सिस्टम हुन्छ। पानी छैन आउनलाई चाहिँ अब मलाई लाग्छ 15-20 दिन 1 महिनापछि त पाक्छ पनि होला। छिटै पाक्छ होला यो। यिनीहरूले हरियोमै खान्छन् कि उसिनेर पोलेर के गरेर। त्यसको लागि यो उनीहरू आउने बेला हुन्छ साउ अनि आएर खान्छन्। पिकनिक खाजस्तै हो। र धन्यवाद। कमेन्ट गर्नु होला कस्तो लाग्यो भिडियो मकै हेरेर। हस् धन्यवाद।